सरकार मेरे भाई को लागि भन्न छ मैले गलत सोचे छैन हैन कति अब समस्या अब हाम्रो समस्या के ठीक छ अभी आके भाइ को लागि यता करले अभी आके समस्या यो मैले माने मेरो भाइको लागि मरिरहेछ जनताले हो हैन मरिरहेछ ठिकै छ अनि मेरो भाइ मर्यो सिद्धि एउटा कुरा यो आको जनताले सबैले त्यही हो हैन मरिसकेपछि 4 महिना पछि मेरो भाइलाई अनि चेक बाउन्स कसरी गर्यो जुन चेक चेक 75 लाख अनि बैंक अनि थानामा हामीहरु बार-बार पञ्चायतीमा जाँदाखेरि जयशंकर को भनेर स्टाफ बंगाली सोनार को भनेर स्टाफले भन्यो हैन अनि स्टाफको नाममा 75 लाखको बन सोनारले चेक कसरी बाउन्स गर्यो भन्नु त तपाईहरुलाई म ढोकेर भन्छु है तपाईहरुले यो कुरालाई उनीहरुले हेल्प गर्दैन गाई ताली बजा कसैको मानेर चल्नु वंश बिन्दास भयो भाइको लागि मेरो त तपाईको कुरा सुनिनु पर्यो नि त उनीहरुले जब कसैको वंश बिन्दास भइसके अनि यो दवाई अस्पताल ठिकै छ यो मेरो भाइको लागि छ छैन भने मैले माने मेरोसँग मेरो भाइ उदयकरी मन सोनारले 25 लाख रुपैयाँ माग्नु लगायो अनि रामाथिनको नाम आइले त्यो खेत जमिन पास गरेछ अनि त्यसले मैले पैसा माग्दाखेरि यसबाट म 10 गुठा जमिन दिन्छु 15 लाखको अनि 10 लाखको तलाई पैसा दिन्छु भन्यो धेरै यता गरे भने बर्दिवास मेरो घर छ है बर्दिवास अनि बर्दिवासबाट आउँदैछ अनि जंगलमा पाए भने म 10-20 लाख रुपैयाँ के छ र चुटकीको मोल सोनारको मोल छ त्यसको लोग्नेलाई म पाइदिने त्यो कुरा मोबाइलमा तपाईहरुले अहिले सुन्नु छ मेरो रेकर्ड तपाई यो कुरा 4 दिनदेखि अनसनमा जाके मैले मोबाइल हिजो खोले हैन साँझमा खोले मैले आज आयो तपाईलाई आज मात्र थाहा भयो मलाई अनसनको कुरा आज मलाई थाहा भयो म झुटा बोल्दिन कुरा गर्नु भयो त्यो गरे मैले अघि कुरा गरे हामीको कुरा कसैले सुन्दैन अनि अरु कुरामा चाहिँ ताली बजाइराछ जस्तै जनमतका मान्छेले होइन त उहाँको कुरा पनि बुझिदिनु पर्यो हैन गरिरहेछ त हजुर जनमतबाट हैन के छ नि मेरो काकाको छोरा काकाको छोरा भन्छु मेरो बनाएको समाजलाई यो काम उठाउने मुद्दा समाजको जनमतले मात्र उठाएर समाज मिलेर उठाउनु पर्छ अब यो अहिलेको मुद्दा जुन पोइन्ट लेखेको छ यो त पुरै समाजले उठाउनु पर्ने मुद्दा अब कुरा एउटा पार्टी मात्रै उठाएर एक जना बोल्नु एक तपाई बोल्नु मेरो बनाएको जुन 5 वटा मुद्दा पोइन्ट छ त्यो 5 वटा पोइन्ट आउनुस् सहमति भइसक्यो हैन अब यसमा त तपाईको आपत्ति छ छैन तपाईको अब पर्सनल घरको कुराहरु अरु पनि यसमा मुद्दा थप्नु छ अब थप्नु छ नाकेर त्यो कुरा पनि ल राख्छु बहिनी यो त गरेको त राम्रै गरेको केही छैन किनकि यो छ नि फेरि कसैको नामले जस अरुले लिइराछ यहाँ पीडित यही छ त्यो पनि हुनु भएन माने दाइ यस्तो पाराले यस्तो पाराले मले एकचोटी मानेर चलु राजनीतिक पैसा खुवाएर त्यो लोकले भाला पाटे राजनीति गरे तो लास्ट जब ढली साहब त्यसको अहिलेसम्म तो लास्ट ढली साहब त घटना घटिएपछि त घटनाको प्रतिवेदनहरु पनि के भयो भन्ने कुरा अहिलेसम्म कुनै राजनीतिक पार्टीले सार्वजनिक गरेको छैन खोज्नु पर्यो सबै हो त्यही त यो कुरा अलि यतै गर्नु भने फाइदा छैन मैले बुझेको छ है त्यहाँ यो नेताहरु आएको छैन हैन अब यहाँ नेताहरु सबै बोलेर एकचोटी कुरा गर्नु 11ले 2 बुन्दे राखेछ 11 बुन्दे 2 बुन्दे राखेछ 11 बुन्दे हुनु अहिले जसैको नामले यो मुद्दाहरु राम्रो हुँदैछन् यदि उनीहरुले तपाईलाई सपोर्ट गर्दैनन् भने फेरि उनीहरु खराब भयो हजुर किनकि जसलाई मेन हेल्प चाहिएको छ यहाँनिर त्यहाँनिर पनि हेल्प गरिदिनु पर्यो नि त उनीहरुले यही त भनिरहेको छु मैले अब उसको पामर देखाएर छ पैसाको भोलि बात के थाहा ठेका मेरो बुढोलाई मर्पाइदियो कि के ठेका त्यस्तो मान्छे ठेका चुटकीको मोल भनेपछि 20 लाख 25 लाख भन्दै अनि बंगाली साले नचिन्ने को छ तपाईहरुलाई थाहा होला नि दाइ बर्दिवासमा यही यस्तै आन्दोलन भएर संजय नेपाललाई गोली लगाएर मारेको हो नि मरिएको आज त्यो घरपतिको घर हामी त्यहाँको स्थानीय बासिन्दाले त घरमा बस्नु हैन बस्नु त्यहाँ आउँछ